Hello guys. सबैजना यता आमा उताटी कुनामा एक्लै होइन अनि आज चाहिँ हामी मन्दिर गइरहेको छ मन्दिरको नाम हो भैरवी मन्दिर गइरहेको छ होइन अनि अहिले एकदमै ब्युटी गइरहेको छैन गाइज अनि अब एकछिनपछि सिनारीहरू आउँछ मान्छेहरू थपिन्छन् अनि यस्तै हो अयान अनि अम्बिका दिदी अनि बहिनी यता बहिनी हेलो अनि यतानि शान्ति दिदी थपिनु भइसक्नु भएको छ अनि अहिले शान्ति आन्टीलाई गाह्रो भइरहेको त्यही भएर सुतिरहेछ होइन अनि पछाडि अयान पुरै स्वाग गरेर होइन गाइज चेन देखाइरह आफ्नो त्यहाँ पुगेपछि गाइज उता हेर्न सक्नुहुन्छ एउटा हिमाल होइन त्यो हिमाल भन्न होइन है गाइजहरू उताटी एउटा हिमाल हो त्यो हिमाल हेर्न सक्नुहुन्छ गाइजहरू कस्तो मुस्ताङ पनि पूजा दिदीबाट आएको एन्सर मुस्ताङ पनि यस्तै हो मुस्ताङका हो हामी होइन अहिले थोरै टेक्निकलको प्रब्लमले कारण फिल्म अलि भिडियो राम्रोसँग खिचिएन त्यो पनि अनि उताटी अर्को साइड पनि हो त्यो अहिले देखाउँछु गाइजहरू त्यता नै छ एउटा हिमाल अब हामी एउटा चाहिँ हाम्रो भैरवी मण्डलीबाट अर्को डेस्टिनेसनमा गइरहेको अर्को डेस्टिनेसनको नाम के अरे अहिले हामी गइरहेको ठाउँको नाम के अरे गुप्तेश्वरी मन्दिर गइरहेको छ भने गाइस उ त्यो हो हजुर गर्दैन त्यही हो यता गाइस हेर्न सक्नुहुन्छ कस्तो दामी दामी हामी कतै हाइटमा आइसकेको छ हेर्न सक्नुहुन्छ होइन अनि उतातिर पुग्नुपर्छ हामी उता त्यो माथितिर अनि त्यही हो सिन फेरि हेर्नुहोस् कस्तो दामी हामी चाहिँ एउटा मन्दिरतिर आइसकेको छौँ होइन अनि अगाडि हेर्न सक्नुहुन्छ बाटोहरू जुम गर्दा नि भयो यस्तो राम्रो बाटो होइन गाइजहरू जा मिनु 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 गाइजहरू यो सिन हेर्न सक्नुहुन्छ होइन यो एरियाको तल कस्तो राम्रो हो होइन कस्तो राम्रो ल आमा अहिले हामी कुन ठाउँमा आइपुग्यौँ हजुर कुन ठाउँमा आइपुग्यौँ हामी बाबु के अरे यहाँ के अरे गुप्तेश्वरी मन्दिर आउँदैछौँ जानेछौँ अनि कस्तो भइरहेको अहिलेसम्मको यात्रा एकदम रमाइलो लागेको छ बाबु अब के अरे सबैजना आउनु पाए हुन्थ्यो अझ कान्छी परिरहेको होइन सब छोडिसिन के भइसक्यो जे भयो नि रमाइलो गरौँ ल बसौँ ल विशुराम दुवाडी अहिलेको यात्रा कस्तो लाग्यो हामी चाहिँ मन्दिर लिएर आयो घुम्न आएको यो ठाउँ चाहिँ गुप्तेश्वरी रे अनि अनि केमा आउँछ युट्युबमा आउँछ युट्युबमा कति बजी आउँछ खै 7-8 बजीतिर आउँछ होला आउँछ बिसमा पनि आउँछ गाइजहरू यो चाहिँ हाम्रो टोली होइन त हाम्रो टोली हो कि होइन हो युट्युबमा आउने हो कि होइन फेसबुक च्यानलमा आउँछ कि आउँदैन हाम्रो पुन्टुरी अब एकछिनपछि टिकटकको भिडियो आउँछ त्यो टिकटकको भिडियो नि हाल्नुपर्छ हो कि होइन ल अहिले हिँडौँ ल यहाँको सिन हेर्न सक्नुहुन्छ हजुरले कस्तो दामी हो प्रतिक्रिया दिन सक्नुहुन्छ यो ठाउँमा आउन चाहनुहुन्छ भने दार्जिलिङ नीलकण्ठको कति नम्बर दार्जिलिङ नीलकण्ठ होइन पहिलो सुरु बट अल्सो जे भयो नि दार्जिलिङमा दार्जिलिङ बेसीबाट माथि नीलकण्ठ 4 नीलकण्ठ चाहिँ होइन त भैरवी 4 हो यो थाहा छैन ए त्यो नीलकण्ठै हो अनि त्यही हो गाइजहरू सिन एकदमै दामी हो अनि अब हामी ऊ त्यो तलको घरतिर जान सक्ने सम्भावना एकदमै धेरै हो ऊ त्यो हेर्न सक्नुहुन्न थाहा भएन ऊ त्यो घर त्यो जाने सम्भावना खायो नि त गाइज ल अब एकछिनपछि गाइजहरू यता चाहिँ एउटा माथि जाने र तल जाने बाटो छ अनि हामी चाहिँ तल गइरहेको छौँ हो कि होइन
हो रहेछ यो जाने नि माथिबाट मन्दिर आउने बाटो ए हो त्यसो भए तलै जाने रहेछ होइन त गाइजहरू लोजा लड्यो एउटा बिसान दुवाडी भन्ने अनि है त अब तल पुगेपछि भेटौँला यस्तो छ यो बस्ने मान्दैन ओके ल भनौँ ल सुगर अरे गाइसहरू हजुरले देख्न सक्नु भइहाल्यो होइन हाम्रो गीतहरू कस्तो मजा भइरहेको छ अनि यहाँ भर्खरै म लडेको अनि एकदमै मजा भइरहेको छैन गाइसहरू अझै मजा गर्नै बाँकी छ भैरवी मन्दिर जानै बाँकी हो अहिलेसम्म तल पुगे छैन अहिलेसम्म हामी हिँडिरहेको छौँ पछाडि टोली आउँदैछन् होइन हामी चाहिँ आउँदै गर्छौँ है त ल अहिलेसम्मको गीतहरू कस्तो लागेको छ कमेन्ट गरिदिनुहोस् होला होइन गीत अहिलेसम्म सकिएको छैन पछि हामी जति बढ्छौँ तति गीतहरू बढ्दै जान्छ होइन गाइस सो पुरै भिडियो हेर्न गइदिनु होला होइन अनि मैले मेरो आमाको बिहेको भिडियोमा मैले अर्थको अनर्थको पेजमा नि फलो गरिदिनुहोस् होला भनेर भनेको थिएँ अहिले पनि त्यही गरिदिनुहोस् होला भन्ने अनुरोध गर्छु ज्याकेट खोल्दै क्या हिजो नि मैले टोपी पूजालाई दिएँ पूजाले टोपी हराइदिन् आज के गर्छिन् कहाँ पुगिनु होला टोपी पूजा ए खै बजाउ त भयो नमस्ते मेरो नाम शान्ता आज चाहिँ हामी गुप्तेश्वरी मन्दिर दर्शन गर्न आएको ल सिधा दिदी हजुर नमस्ते नमस्कार म चाहिँ यहाँ आज कति वर्षपछि चाहिँ हाम्रो गुप्तेश्वर महादेवको भइरहेछ तपाईको नाम के होला जनता जान्न चाहन्छ सीता लम्साल हो हेलो नमस्कार मेरो नाम पूजा दुवाडी हामी चाहिँ आज गल्छी गाउँपालिका वडा नम्बर 2 मा चाहिँ गुप्तेश्वरी रहेको रहेछ हामी चाहिँ यहाँ सब परिवार घुम्न आएका छौँ र हाम्रो परिवार सबै चाहिँ हुनुहुन्न सब परिवारमा अलिकति पनि हुँदैन होइन बाई बाई गाइस मलाई गाह्रो भइसक्यो पहिला सुरु यो ठाउँमा आउनु प्रेरणा कसले दियो मैले हो गाइस ओके होइन गाइस यो चाहिँ हामी हेलो हेलो के नमस्ते सबैजनाले भन्नु होलास् के भन नमस्ते गाइज मेरो नाम अयान कोइराला र आज चाहिँ हामी यस मन्दिर
नाम चाहिँ थाहा भएन तर यहाँ गुफा छ त्यसमा जान गइरहेको छ धन्यवाद तपाईँले खाजामा के ल्याउनु भएका छ जान्न चाहन्छ मैले केही पनि नलिएर आएको अवस्था भन्दै धन्यवाद दिन चाहन्छु बा तपाईँको नाम के होला नमस्ते नारायण डुबाडी बाबु अहिले हजुर कहाँ आउनु भएको छ गुप्तेश्वरी महादेव धाम कसले भनेर आउनु भएको छ यो मेरो भित्रै मनबाट चाहिँ सोझा चाहिँ एकपालि जानु पर्यो भनेर अनि आफ्नो छोरा बुहारी सबै आएको बेला मौका पारेर आएको बाबु अनि तपाईँलाई अहिलेसम्म रमाइलो त लागिरह नि रमाइलो एकदम रमाइलो ठाउँ रमाइलो रहेछ चिसो चिसो हावा धन्यवाद बाबु धन्यवाद दिदी तपाईँको नाम के होला जान्न चाहे राधिका कोइराला हो बाबु हजुरको नि मेरो नाम त पार्षद दुवाडी भएको छ तपाईँ मेरै भाइ हो नि म त फेरि कस्तो भुलिया नि बुढी भएर होला कि अलि याद नआएको तपाईँ अहिले कहाँ आउनु भएको छ म गुप्तेश्वर महादेवको मन्दिर आएको छु पहिला आएर रातभरि बसेर बत्ती बालेको थिएँ त्यो बेलामा त्यति अब खासै केही व्यवस्था थिएन अहिले धेरै व्यवस्था भएछ यहाँ योजना पारेर यस्तो घुमाइ चाहिँ पेटी पार्टीहरू बनाउनु भएको पेटी बनाएर घुमाइ मन्दिरले धेरै धन्यवाद छ मेरो लागि है यहाँ जसले पार्नु भएको भने जसले गर्नु भएको पनि व्यवस्थित बनाउनु भएको छ पिपल हुर्काएर है महादेवको नजिकमा यस्तो राम्रो शीतल घाम बनाउनु भएको धेरै खुसी लाग्यो बाबु अब सानो मान्छेले कस्तो भिडियो कल गरे त नि फेरि अब तपाईँसँग को आउनु भएको छ सबैको नाम एकचोटि प्रष्ट भनिदिनुहोस् होला के अरे भाउजू आउनु भएको छ अनि मेरो साइलो भाइ आछ मेरो अनि त्यहाँ अनि मेरो बहिनी सीता बहिनी आछिन् मेरो अनि भाइ बुहारी विशु डबाडी अनि मेरो शान्ता डबाडी अनि मेरो पूजा बहिनी डबाडी मेरो के अरे बहिनी माइली बुहारी आएको छिन् भाइ बुहारी सबै आइए बाबु ए हस् त धन्यवाद अयन कोइराला अमिका कोइराला अनि सानो मेरो सानो मैया आएकी छिन् कोइराला अमिकाको छोरी हस् त धन्यवाद हेलो तपाईँको नाम के होला जान्न चाहन्छु मेरो नाम चाहिँ विशु विशु के आउँछ टिममा आउँछ हैन आउँछ टिभीमा टिभी बेलुका आउँछ एउटा डाइरेक्ट नदिनुहोस् होला अघिदेखि सुनिरहेको छ देखाएको छ तपाईँको फुल नाम भन्नुहोस् त मेरो नाममा फुलै हैन तपाईँको फुल नाम के हो मेरो नाम फुलै हैन तपाईँको नाम विशु अरू के हो दुवाडी ए हस् अनि धारिङका ए हस् अनि तपाईँको लाइक रमाइलो त लागिरह नि हजुर रमाइलो त भइरह नि एकदम रमाइलो हैन एकदम धेरै रमाइलो भइरहेछ कस्तो ठुलठुलो डाँडा मान्छेहरू नि कति धेरै रमाइलो भइरहेछ ए ल हस् धन्यवाद आइ देखे हम देखा जापानमा जन्मेको सानो फुच्चे भाइ विशाल डुबाडीलाई भुलिएछु मेरो सानो भाइ आज जापानमा जन्मेको मेरो सानो भाइ हजुर चाहिँ नेपालमा जन्मिनु भएको पार्षद हो हुन त ठिकै छ के हुँदैन म के विशाल डबाडी विशाल डबाडी धादिङमा जापानमा जन्मेर आएको बाबु आइपुगेको भर्खर भेट्यो हामीले धन्यवाद बाबुलाई यस्तो राम्रो छ हाम्रो परिचय गराउने भाइ जनता जान्न चाहन्छ तपाईँको नाम के होला मेरो नाम को जनताले जान्न चाहन्छन् एउटा यो युट्युबमा हेर्ने सबै जनताहरूले चाहन्छ मेरो नाम चाहिँ अम्बिका दुवाडी हो हजुरको यो छोरीको नाम के हो अनुश्री कोइराला एउटा सानो बहिनी रहेछ अनि अहिले तपाईँ कहाँ आउनु भएको छ अहिले चाहिँ हामी गुप्तेश्वर महादेव मन्दिर आएको छौँ एकदम रमाइलो एकदम सिन पनि रमाइलो एकदमै खुसी लागिरहेछ अब अघि नै हामीले एउटा आमैबाट सुनेको जापानबाट आउनुभएको मान्छेको कुरा सुन्नुभएको थियौँ उहाँलाई कस्तो लाग्यो उहाँ आउनुभएकोमा कस्तो खुसी लागेको छ जापानबाट उहाँहरू आउनुभयो अनि हामीलाई घुमाउनु ल्याउनु भयो होइन एकदमै के जमघट पारिवारिक जमघटमा एकदमै रमाइलो लागिरहेको छ तपाईँको छोराको नाम मेरो छोराको नाम अयन कोइराला कति क्लासमा पुग्यो 6 मा पुग्यो ल यति भन्दै म आजबाट बिदाई गर्छु हजुरबाट धन्यवाद गाइजहरू होइन हामी चाहिँ गुफाभित्र छौँ होइन इन्टरभ्यू आइसम्म सके होइन इन्टरभ्यू बाँकी नै छ यता हेर्न सक्नुहुन्छ एकैछिन पूजा गर्न ल अक्षता यसो अक्षता गर बल्ल बल्ल
बत्तीलाई पूजा गर भगवानलाई ईश्वर भगवान पानी लिएन भगवानले हजुर देख्नु भएको होला होइन डर लाग्छ कि छैन यहाँ भित्र डर त लागिरहेको यार घन्टी उत्यान्छ अड्किने जस्तो डर लागिरहेको मलाई लाग्दैन डर किन कस्तो डर लाग्दो ठाउँ बत्ती बाल्दै जाने म त बुझेर बाँधेको नै सो यति होइन गाइजहरू अहिले चाहिँ बाँकी छ भिडियोहरू हेर्न सक्नुहुन्छ गोविन्द गोपाल नन्दलाल ल पूजा दिदी आउनु सक्नुहुन्छ यसो सुत्छ त्यसरी यो साइडबाट आइस यो साइडबाट आइस गोडा तेर्स्याउ न गोडा मैलो भयो नि हुन्छ त भोलि धौँला ल धर्मातिर पापी छुट्टिनु भयो है घोडा सिधा पारिस अनि यो साइडबाट आइस क्या पसारो पार्न पसारो अनि सजिलो हुन्छ सुत्दै म त्यसरी हिँड्ने आएन त पहिला खुट्टा सिधा पछाडि राख्छु हुन्छ आफै हो अब हिँड्छ अब हिँड्छ हो आइस त अलिकता गोडा नखुम्चा किन सुताएर खै छाड त तिमी चाहिँ हो गाह्रो खुट्टा सिधा पालिस नानी भइहाल्छ नि ठिक छ अब खुट्टा पछाडि पसार पालिस हो अब आइस खुट्टा पछाडि चाहिँ बिसुदा बिचरा गाह्रो भयो क्या खुट्टा पछाडि पाल्छ हिँड्छ ल बिसुदा हात दिनु अब भइहाल्छ जगतपति की जय त्रिचौरा भवनको मालिक की जय धेरै फेरि स्वास होला ल भयो यो पनि त्यो पनि शिवको सारा संसार शिवको म पनि शिवको नाम के हो मेरो नाम कमला दुबाडी के भन्नुभएको कमला दुबाडी अनि तपाईँ कहाँ बस्नुहुन्छ बस्न त मोरेल भन्ने बस्ने हो अहिले म गुप्तेश्वरी कल्लेरी गाविस आइपुगेको छु के भन्छन् कल्लेरी के भन्छ अहिले छोडिदिनु अनि तपाईँलाई यहाँ ल्याउने प्रेरणा कसले दियो त्यो भगवान्ले अब भनौँ न जाम लाग्यो सबैको मनले दिएको हामी आउने जति सबैको एउटै मन भएको अब कुन ठाउँ जानुहुन्छ अब भैरवी मन्दिर गएर नमस्कार गरेर अनि घर फर्किने ए हस् त धन्यवाद अस्ति नै खाए ठाउँमा गएर खाजा खाने ए हस् त धन्यवाद के हो मेरो नाम अनि तपाईँ कहाँ बस्नुहुन्छ मोराली भन्ने पहेर अहिले कहाँ आउनु भएको छ अहिले शिव मन्दिर गुप्तेश्वरी तपाईँलाई यहाँ ल्याउन कसले प्रेरणा दिएको छ मलाई भगवानले शक्ति दिएर ए हस् त धन्यवाद ल भन्छु भगवते वासुदेवाय 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 ओम नमो भगवते वासुदेवाय 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 ओम नमो भगवते वासुदेवाय
हामी यो थाहा उकालो गइरहेको छौँ अघि भन्दा नि इन्टरभ्यू त यसै हाम्रो सकिहाल्यो होइन अब माथि माथि जाँदै जाने हो उता सिधै माथि जाने हो अब गाजहरू अनि भैरव मण्डली मराठा जाने हो एकदमै राम्रो त्यो एउटा भैरवी पनि मलाई भिडियो बनाएको थिएँ आई गेस हेर्नुभएको थियो कि भएको थिएन त्यो चाहिँ थाहा भएन भिडियो बनाएको चाहिँ थिएँ तर पोस्ट गरिनँ होला तर यसरी चाहिँ पोस्ट हुन्छ गाइजहरू हेर्न सक्नुहुन्छ है त ल गाइजहरू हामी भैरवी मन्दिरमा आइसकेका छौँ सक्सेसफुल्ली अब हिँड्ने हो थोरै देर अनि पुगिन्छ माथितिर होइन गाइज यतापट्टि सन्त आन्टी अगाडि माइनी आमा अगाडि त्यहाँ देउता नि खिच्यौ यता आमा त्यहाँभन्दा अगाडि हाम्रो आमा त्योभन्दा अगाडि पूजा दिदी अनि एकैछिनको लागि म रोकेँ पछाडि सीता दिदी र शैलो भाइहरू सिट छैन त गाइजहरू अब अगाडिभन्दा अगाडि जानुपर्छ किनभने म एकैछिनको लागि ढिला भन सफल भएको थिएँ त्यही भएर झन् अगाडि जानु पऱ्यो गाइजहरू कुद्नु पऱ्यो गाइजहरू कुदिसकेपछि यता रेसिन्छ हाम्रो अम्बिका दिदी र बहिनी अब अयान एकदमै धेरै अगाडि गइसकेको छैन गाइजहरू पुरा क्याचअप गरौँ है त ठ्याक्कै लाग्यो गाइजहरू हामी सक्सेसफुली यतापट्टि आइसकेका छौँ अनि अगाडि अयान आफ्नै पारामा बसिरह अब हामी माथि जान्छौँ है त गाइजहरू सबैजनालाई माफ गरिदिनुहोस् होला यो भैरव मण्डलीको चाहिँ कुनै प्रब्लमले गर्दाखेरि बनाउन सकिएन त्यसैले सरी त्यसको लागि अरू चाहिँ भिडियो कस्तो लाग्यो मन परेमा लाइक गरिदिनुहोस् र सब्सक्राइब गरिदिनुहोस् अनि नमन परेमा फेसबुक पेजमा सब्सक्राइब फलो गरिदिनुहोस् अनि सिधै अनि पछि चाहिँ खाजा खाने ठाउँमा भेटौँ है त अब खाजा खाने अनि पछि म तपाईँहरूबाट बिदाइ गर्न चाहन्छु।